भने हामी त अचानक जस्तो पो भएछौँ। पोलिटिकल पार्टीले पनि गाली गर्छ, भरमारले गाली गर्छ, अहिले छोड भोलि छोड भन्छ, जेनजीले पनि आजै छोड भोलि छोड पछि छोड भन्छ। अब छोडौँ भने के छोडौँ, फेरि छोडेको भोलिपल्ट थुक्क पालो त दिएको छु नि त तिमीहरूलाई, एउटा औकात त तिमीहरूको औकात त छोडेर हिँड्दैन रहेछ, के गरेर हिँड्यौ भन्ने फेरि अर्को आउँछ फेरि भाष्य। हामी त एकदम कस्तो भने पेन्डुलम जस्तो, त्यही पनि सकस गरेर मेहनत गरेर बहुत हामीले एउटा धैर्य धारण गरेर हामी काम गर्दैछौँ। अब हामीले देखेको कुरो के छ भने, हुन त हामीलाई निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ युवाहरूमा। किन चाहियो भन्दाखेरि अब त्यो त संसारको नियम रहेछ, कानुन रहेछ, वैधानिकता अवैधानिकका कुराहरू हुँदो रहेछ। यसरी नै सरकार, यही सरकार चलिरह्यो भने तानाशाह हुन्छ, यही सरकार हिँडिरह्यो भनेदेखि त्यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो त तानाशाही प्रवृत्तिको सरकार रहेछ। यी त सरकारमा खान आएका रहेछन्, यो त भोग गर्न आएका रहेछन्, टाँसिएरै बसे भन्छन् भन्ने पनि। अनि कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रै बारेमा पनि कथा लेख्नुहोस् तपाईँहरूले, हाम्रै बारेमा लेख्नुहोस्। हाम्रो गृहमन्त्रीको के हाल छ त्यही लेख्नुहोस्, मेरो के हाल छ त्यही लेख्नुहोस्, अर्थमन्त्रीको के छ हाल्नुहोस्। 25वटा 30वटा जेनजीहरू हुनुहुन्छ, अनि अब एउटा जेनजीले भन्नुहुन्छ यति काम गर भनेर अर्को जेनजीले यति गर भन्छ, अर्को जेनजीले यति गर भन्छ। अब यो त के हो। अब हामी चाहिँ के सुरमा छौँ भने मुलुक बङ्गलादेश नहोस् भन्नेमा छौँ। बङ्गलादेश चाहिँ मुलुक, किनभने नेपालीहरूले जीवनभरि दुःखै पाएका छन्, अति दुःख पाएको छ। नेपालीहरूको विकास भएको छैन, परिवर्तनका लागि नभेटेर होला सबै विदेशिएका छन्, सबै उभाएका छन्। त यो परिस्थितिमा फेरि पनि यहाँ यस्तै किसिमको चाहिँ माराकाट भयो भनेदेखि त फेरि त के होला। त्यस कारण चाहिँ त्यो बङ्गलादेश चाहिँ नबनोस् भन्ने मलाई लागेको। अब अहिलेको अवस्था हो भने सबै नेपालीहरूले मैले देखेको चाहिँ एउटै कुरो हो, त्यो के हो भने यो संसदमा आउने छानिएर आउने सांसदहरू इमान्दार हुनु पर्यो, इमान्दार सांसदहरू हुनु पर्यो, उनीहरूले मुलुकलाई हाँक्नु पर्यो। अब अहिले म देख्छु आफै, मैले अब भन्न तिमी बस्दा चाहिँ त्यस्तो भयो, अरू बस्दा चाहिँ थिएन भन्ला, अब त्यो होइन।